नेपालको रसुवागढी भन्ने ठाउँमा यति ठुलो बाढी कहाँबाट आयो र कसरी आयो त? यो बुझ्न हामीलाई नेपालभन्दा अलिमाथि नेपाल र चीन सीमा नजिकको हिमाली क्षेत्रमा जानुपर्छ। प्रारम्भिक सेटेलाइट एनालाइसिस अनुसार लेन्दे खोलाको माथिल्लो क्षेत्रमा आइस, ढुङ्गा र माटो सहितको पहिरो गएको देखिन्छ। अर्थात् हिमालको ठुलो भाग हिउँ, बरफ र ढुङ्गा एक्कासी तल नदीमा खस्छ र जब यति ठुलो मास नदीमा खस्छ यसले नदीको फ्लो नै ब्लक गरिदिन्छ। त्यसपछि के हुन्छ भन्दा नदीको पानी जति सबै त्यहाँ जम्मा हुन जान्छ, जसले एक किसिमको टेम्पररी नेचुरल ड्याम स्थापना हुन थाल्छ। बिस्तारै पानीको प्रेसर बढ्दै जान्छ र त्यो नेचुरल ब्लकेजले पानीको बहाव थाम्न सक्दैन र अन्त्यमा त्यो ब्लकेज फुट्न जान्छ। त्यसपछि एकैचोटि ठुलो भोल्युममा आइस, पानी, ढुङ्गा, माटोको लेदो सहित तलतिर बग्न थाल्छ। यही बहाव लेन्दे खोला हुँदै भोटेकोशी रिभर सिस्टममा प्रवेश गरेर तिमुरे, रसुवागढी र स्याप्रोबेसी हुँदै तलतिर फैलिएको प्रारम्भिक विवरणले देखाउँछ। तर यो सामान्य मनसुन फ्लड जस्तो चाहिँ पटक्कै थिएन, किनकि त्यो दिन रसुवा क्षेत्रमा कुनै पनि ठुलो वर्षा भएकै थिएन। त्यसैले मानिसहरूलाई सामान्य वर्षमा आउने बाढीको जस्तो पूर्व सङ्केत पनि थिएन। अझ इन्ट्रेस्टिङ कुरा के छ भने बाढी आउनुभन्दा केही मिनट अगाडि बिहान करिब 8:37 बजे तिब्बत साइडमा 4.4 म्याग्निट्युडको भूकम्प गएको थियो। त्यसपछि करिब 8:40 आसपासमा ठुलो बाढी सुरु भएको प्रारम्भिक रिपोर्टहरू छन्। त्यसैले अहिले एउटा ठुलो प्रश्न के छ भने के त्यो भूकम्पले ग्लेसियरमा माउन्टेन स्लोप डिस्टेबलाइज गरेर हिम पहिरो ट्रिगर गर्यो त? यो सम्भावनामा भने अनुसन्धान भइरहेको छ। तर अहिले भूकम्प नै मुख्य कारण थियो भनेर साइन्टिफिकल्ली कन्फर्म भने भइसकेको छैन। र अर्को प्रश्न के भने यो बाढीले सोचे भन्दा पनि यति धेरै ड्यामेज किन गर्यो त? किनकि यसमा पानी मात्र नभएर पानीसँगै ठुलो मात्रामा आइस, ढुङ्गा र माटोको लेदो पनि थियो, जसले गर्दा नदीको डिस्ट्रक्टिभ पावर एकदमै बढाउन पुग्यो। त्यसैले बाटो, पुल, हाइड्रो पावर प्रोजेक्ट, बिल्डिङ्स, भेहिकल्स र बोर्डर इन्फ्रास्ट्रक्चरहरू एकैचोटि प्रभावित हुन पुगे। बाढी तलतिर जाँदा भोटेकोशी हुँदै त्रिशुली रिभर सिस्टममा समेत ठुलो असर पर्न पुग्यो। केही डाउनस्ट्रिम क्षेत्रहरूमा पानीको लेभल आधा घन्टामै 9 मिटरसम्म बढेको रिपोर्ट गरिएको छ। र अब आउँछ सबैभन्दा सेन्सिटिभ क्वेसन, यसको जिम्मेवार को त? यसलाई अहिले नै फलानु देश जिम्मेवार भनेर भन्न चाहिँ सकिँदैन, किनकि यो प्राकृतिक हजार्डको एक्ज्याक्ट ट्रिगर नै अझै अनुसन्धान भइरहेको छ। तर यो घटनाले एउटा कुरा चाहिँ एकदमै क्लियर पारिदिएको छ, हामीलाई क्रस बोर्डर अर्ली डिजास्टर वार्निङ सिस्टम अझै बलियो पार्न आवश्यक चाहिँ पक्कै छ। त्यसैले नेपाल र चीन बीच रियल टाइम रिभर लेभल डेटा सेयरिङ, ग्लेसियर र ल्यान्डस्लाइड मोनिटरिङ, अटोमेटिक साइरेन्स, इमर्जेन्सी कम्युनिकेसन र प्री प्लान इभ्याकुएसन सिस्टम अझै मजबुत पार्न अति आवश्यक छ। अनि यो कुरा केवल आजको घटनाको लागि मात्र होइन, 2025मा पनि यही लेन्दे खोला, लेन्दे भोटेकोशी कोरिडोरमा ग्लेसियर लेक आउटब्रस्ट भएर ठुलो बाढी आएको थियो। यो घटनाको अध्ययनले तिब्बत क्षेत्रमा रहेको सुप्रा ग्लेसियर लेक फुटेर लेन्दे खोला हुँदै बाढी आएको निष्कर्ष निकालेको थियो। अर्थात् हामीलाई यो रिस्कको सङ्केत भने पहिले नै मिलिसकेको थियो। तर यस्ता हाई माउन्टेन डिजास्टरलाई भने पूर्ण रूपमा रोक्न चाहिँ सकिँदैन। हामीले गर्न सक्ने कुरा भनेको बाढी आउन नदिनु होइन, बाढी आउँदा मानिसलाई समयमै पूर्व सूचना दिने र सुरक्षित ठाउँमा पुग्ने व्यवस्था मिलाउनु हो। यही कारणले रसुवाको यो घटना बाढीको स्टोरी मात्र नभएर नेपाल जस्तो एउटा हिमाली क्षेत्रको लागि एउटा वार्निङ पनि हो।